नमस्कार। समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम अन्तर्गत आज हामी एकता र प्रयास टोल वार्ड नम्बर 17 भरतपुर महानगरपालिकामा छौं। यहाँ भरतपुर महानगरपालिकाका जनप्रतिनिधि, आदरणीय समाजसेवी, भरतपुर महानगरपालिकाको स्वास्थ्यको समग्र टिम र फिल्डमा खटिनुहुने स्वास्थ्य कर्मीको साथमा आदरणीय बुवा आमा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ। यो अभियान यो वर्ष 60 देखि 68 वर्ष लक्षित, मुख्य गरी समाजमा पत्ता नलागेका, स्क्रिनिङ गर्नुपर्ने, घरमा बसेर म ठिक छु होला भन्नुभएको व्यक्तिहरूलाई टोलमा जम्मा गरेर उहाँहरूको ब्लड प्रेसर, ब्लड सुगर र पिसाबमा प्रोटिन परीक्षण मार्फत किडनी बचाउने अभियान अन्तर्गत भरतपुर महानगरपालिकाको एउटा महत्त्वपूर्ण कार्यक्रम हो। यहाँ हामीले अन्तर्क्रिया गर्यौं। मुख्य गरी 1 नम्बरमा प्रेसर, 2 नम्बरमा सुगर र 3 नम्बरमा पिसाबमा प्रोटिन जाने समस्या अलिक कम भएको हामीले यहाँ आँकडा पाइयो र यहाँ सबैको इच्छा के छ भने यहाँको हेल्थ पोस्टमा 98 वटा औषधि जुन पाइन्छ त्यो औषधि पाइने कुरालाई अझ बढी बलियो सुदृढीकरण गर्ने, यही उपचार पद्धति कति हुन सक्छ त्यसलाई चाहिँ विशेषज्ञसँग जोड्ने र जनताले चाहिँ यो अभियान मार्फत पत्ता लाग्नुभएका रोगीहरूलाई भरतपुर अस्पतालमा रिफर हुँदा सहज ढङ्गले उपचार हुने वातावरण बनाउने भन्ने सबैको अपेक्षा छ। यो अपेक्षाका लागि र भरतपुर महानगरपालिका कदमको लागि विज्ञको हिसाबले आभार प्रकट गर्न चाहन्छु।